नमस्ते, त्यस्तैले यहाँहरूलाई सम्पुटर लिपि अनलाइनमा स्वागत छ। याङमी हिगिनी ज्यार्ने लोकताङ भनेको चाहिँ यो याङ बिना याङको है दुईवटा अक्षर चाहिँ जोडेर पढ्ने तरिका भनेर भनेको है त। अब आजको पाठ सुरु गरौँ है। काका काक, कागा खाका खाक, खागा खाका खाक, गागा नागा नाक, नागा चाका चाक, चागा छाका छाक, छागा छाका छाक, जागा न्याका न्याक, न्यागा ताका ताक, तागा थाका थाक, थागा धाका धाक, धागा नाका नाक, नागा पाका पाक, फाका फाक, फागा भाका भाक, भागा माका माक, मागा चाका चाक, चागा छाका छाक, छागा छाका छाक, जागा वाका वाक, वागा शाका शाक, शागा साका साक, सागा याका याक, यागा राका राक, रागा लाका लाक, लागा शाका शाक, शागा साका साक, सागा हाका हाक, हागा आका आक। आगा रामोजी तपाईँदेखि सुरु गर्नुहोस् त। काका काक, कागा खाका खाक, खागा गागा गाक, गागा ngaga ngak, नागा chaga chak, चागा chaka chak, छागा jaga jak, जागा nyaga nyak, न्यागा यहाँदेखि चाहिँ सुरेशजी त्यो गर्नु त, तपाईँ सुरु गर्नुहोस् त। तागा taga tak, थागा taga tak, धागा daga dak, नागा naga nak, पागा paga pak, फागा paga pak, भागा paga bak, मागा maga mak, यहाँदेखि चाहिँ प्रमोदजी गर्नुहोस् त सुरु। चागा chaga chak, छागा chaga chak, जागा chaga chak, वागा waga wak, शागा shaga shak, सागा saga sak, यागा yaga yak, रागा raga rak, लागा laga lak, शागा shaga shak, सागा saga sak, हागा haga hak, आगा aga ak. सम्पूर्णले राम्रो पढ्नुभयो। अब यो पनि त्यही है, याङमी हिगे निजा लोकताङ, यो पनि बिना याङको दुईवटा अक्षर पर्ने। यसमा चाहिँ यो मिङ्सी, यो चाहिँ झिन्चुक, काङा काङ,
खाङ काङ पढ्नुपर्छ है। हामी सिधै सिधै पढ्यो भने यिनीहरू सबै झोलोक बिना झोलोको पढ्यो भने यिनीहरूले दम गरेर पढ्यो भने काङ खाङ काङ ङाङ चाङ भन्नु यसरी पढ्नुपर्छ है। काङ 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 खाङ 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 घाङ घाङ गाङ ङाङ ङाङ चाङ चाङ छाङ 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 न्याङ न्याङ ताङ ताङ थाङ 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 नाङ नाङ पाङ पाङ फाङ फाङ भाङ भाङ माङ माङ चाङ चाङ छाङ छाङ झाङ झाङ वाङ वाङ शाङ शाङ साङ साङ याङ याङ राङ राङ लाङ लाङ शाङ शाङ साङ साङ हाङ हाङ आङ आङ तसो लामोजी यहाँदेखि पढ्नुहोस् त काङ काङ खाङ खाङ गाङ गाङ ङाङ चाङ चाङ जाङ जाङ न्याङ न्याङ ताङ ताङ यहाँदेखि सुरेश पढ्नुहोस् त ताङ ताङ धाङ धाङ नाङ पाङ पाङ फाङ थाङ थाङ माङ माङ प्रमोदजी यहाँदेखि पढ्नुहोस् त चाङ चाङ झाङ वाङ श्याङ श्याङ साङ याङ राङ राङ लाङ श्याङ साङ हाङ आङ पढ्नुभयो। लामोजी यो पढ्नुहोस् त एकचोटि तपाईँ। गाङ गाङ अनि प्रमोदजी पढ्नुहोस् त एकचोटि। घाङ प्रमोदजीले चाहिँ राम्रो उच्चारण गर्नुहुँदैछ। लामोजी तपाईँले गाङ गाङ भन्नुहुँदैछ है। घाङ भन्नु है। घाङ घाङ गाङ हजुर घा खाङ खाङ प्रमोदजीले जस्तै उच्चार गर्नुहोस् है। अघि मैले नोटिस गरिरहेको छु अस्तिदेखि नै तपाईँले यसले घा पढ्दैन रहेछ, गा पढ्दो रहेछ। नेपालीमा गा छ नि, का खा गा घा ङा भन्ने छ नि 4 वटा।
तपाईँले घा चाहिँ नपढेर गा पढ्दो रहेछ यसले गाङ गाङ भन्दो रहेछ धेरै जस्तो गाङ गाङ हजुर घाङ घाङ गाङ गाङ घाङ घाङ घा अलि बाक्लो टाइपको अलि लामो टाइपको घा गा होइन कि जस्तो तपाईँले सुनिरहेको छ होला नि मलाई गा घा फरक छ नि त घा चाहिँ पढ्नु घाङ घाङ है घा हजुर घाङ घाङ भन्नुहोस् त गाङ गाङ हजुर यसो मेरो टलाई ताजा सुन्ने हजुर धन्यवाद। आजको लागि यति नै। तपाईँको दिन शुभ रहोस्।